फ्यापुलाला अब यो हामी दोमङ आजदेखि पढ्नु सुरु भएको छ। दोमङ चाहिँ अब दो भनेको सूत्र, मङ भनेको धेरै सूत्र भएको कारण दोमङ भनेको। अब दोमङ चाहिँ कहाँबाट आएको त भन्दाखेरि चाहिँ साङ्गीको का बुद्ध भगवानको वचनहरू हो। अनि बुद्ध भगवानको वचन चाहिँ पहिला भगवान बुद्धले 84,000 गेटी सितुङ भनेको छ। 84,000 ग्रन्थहरू चाहिँ भगवान बुद्धका मुखरबिन्दुबाट भन्नुभएको वचनलाई चाहिँ दो भन्दछ। अनि ngak भन्ने पनि अर्को हुन्छ। त्यो ngak भनेको चाहिँ तन्त्र, त्यो पनि भगवान बुद्धैबाटै गएको। अब यो जुन चाहिँ अब यो हाम्रो शास्त्रहरू चाहिँ छ्यो भन्छ, छ्योलाई चाहिँ शास्त्र। अब अनि छ्योलाई शास्त्र भन्छ। शास्त्र चाहिँ भगवान बुद्धले कहाँबाट आएको भन्दाखेरि भगवान बुद्धले लेखेको हो भन्दा होइन। फेरि यो छ्यो चाहिँ भगवान बुद्धले लेखेको होइन। फेरि भगवान बुद्धले चाहिँ सुङसी भनेको मात्रै हो। अनि भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ भगवान बुद्धले काङ्ग्युर भन्छ। काङ्ग्युर भन्ने एउटा पुस्तक छ। काङ्ग्युर र त्योङ्ग्युर भन्छ। काङ्ग्युर भनेको चाहिँ 108वटा हुन्छ। त्यो चाहिँ भगवान बुद्धले भनेको शब्दहरू, त्यसबाट चाहिँ अनि त्यसलाई व्याख्या गरेर त्यसलाई विश्लेषण गरेको चाहिँ त्योङ्ग्युर हुन्छ। 227-28वटा हुन्छ त्यो त्योङ्ग्युर। अनि त्योङ्ग्युर काङ्ग्युर त्योङ्ग्युरबाट चाहिँ एकछिन नगर्नुहोस् है। काङ्ग्युर त्योङ्ग्युरदेखि चाहिँ अनि त्यहाँदेखि सानो आउनु भूम भन्छ। भूम चाहिँ 16 ठेली हुन्छ। 16 ठेलीमा 12 ठेली भूम, 3 ठेली चाहिँ नेठी भन्छ। अनि 15 अनि एउटा चाहिँ तोबुम भन्छ। तोबुम गरेर चाहिँ 16 ठेली। अनि त्यसपछि चाहिँ तोबुङबाट पछि चाहिँ अनि त्यहाँदेखि चाहिँ के आयो भन्दाखेरि चाहिँ यो दोमङ आउँछ। अनि दोमङ त्यसको चाहिँ निचोड निकालेको कुरोलाई चाहिँ दोमङ भन्छ। अनि दोमङको अनि नेठी ग्यातोङबादेखि चाहिँ तोबुङबाट चाहिँ अनि ग्यातोङबा भन्ने आउँछ। ग्यातोङबाबाट चाहिँ अनि यो चाहिँ अनि दोमङ आउँछ। सुङ्दी, त्यो सुङ्दी चाहिँ अहिले हामीले पढ्दैछ। अनि यो सुङ्दी चाहिँ कहाँबाट आएको भन्दाखेरि चाहिँ कसले लेखेको भन्दाखेरि चाहिँ भारतको पण्डितहरूले, ठुलो विद्वानहरूले चाहिँ उनीहरूले टिप्पणी लिएर राखेको। अनि 4औं शताब्दीमा माथि चाइना लगेको थियो। चाइनाको भाषामा लेखेको थियो यो। अनि चाइनाको भाषामा लेखेको थियो। अनि चाइनाको भाषाबाट चाहिँ 8औं शताब्दीमा चाहिँ अनि हाम्रो भोटको भाषामा लेखेको। हाम्रो भोटको भाषामा छ्योको लिपिमा लेखेको। अनि लेखेको 8औं शताब्दीमा गुरु रिम्पोछेको पालामा त्यतिखेर लेखेको। त्यहाँदेखि यो दोमङहरू चाहिँ किन पढाउँछ त भन्दाखेरि चाहिँ अब उहिले मानिसहरू पहिला अफिसमा जागिर हुन्थेन, अफिसमा जागिर खान्थेन। केमा जागिर गर्थ्यो भन्दाखेरि खेतीपाती गर्ने, गाई गोरु पाल्ने, भेडा पाल्ने, अनि चौरी पाल्ने, अनि भैँसी पाल्ने, अब अनि त्यो भेडा पाल्ने, बाख्रा पाल्ने, यस्तो हुन्थ्यो। घोडा पाल्ने। त्यतिखेरको समयमा अब गाउँमा बिमार हुन्थ्यो। अब बिमार हुँदाखेरि भनेको ठाउँमा डक्टर पनि पाउँथेन। डक्टर नपाएको बेलामा चाहिँ अनि लामाहरू ल्याएर चाहिँ अनि यो दोमङहरू पाठहरू गर्थे। अनि त्यही परम्पराहरू अहिलेसम्म हामीले घरमा दुख बिमार हुँदाखेरि दोमङ पढाउने एउटा प्रचलित छ। विशेष गरेर हिमाली भेगको मानिसहरूलाई अब यो ज्ञान चाहिँ धेरै हिमाली भेगको मान्छेलाई थाहा हुन्छ। हिमालमा बस्ने मान्छेहरूलाई चाहिँ अनि दोमङ चाहिँ अब हाम्रो विशेष तामाङहरूले चाहिँ वर्षमा एकचोटि दोमङ पढाउने गराउँदछ। किन गराएको भन्दाखेरि चाहिँ उँभौली र उँधौली बुझाउन लागि पनि गर्छ तामाङहरूले।
त्यतिखेर आफ्नो कुल पितृको पूजाहरू गर्ने अनि आफ्नो सबै ग्रह शान्ति गर्ने घरमा रपजप गर्नु लागि गरेर त्यसो गरेर अनि यो कारण चाहिँ अब हाम्रो तामाङमा पहिलादेखि नै मेमेहरूले आखेरले ल्याएको छ। तर हिजो आज त के भन्नु, अब 1 वर्ष पनि पढाउनु मुस्किल मान्छ। अब बरु नेपालमा हुँदाखेरि पढाउँथ्यो, अहिले अस्ट्रेलियामा आएर त झन् पढाउनु तामाङले एउटा घरमा कहिले मात्र पढाउँछ, न पढाउनु छोडिसक्यो। त्यो चाहिँ वर्षमा एकचोटि चाहिँ तामाङको घरमा पढाउनै पर्छ। अनि मात्रै तामाङको एउटा आफ्नो उँधौली पूजा हुन्छ, घरको कुल पितृको पूजा हुन्छ, खोला ढोलाको पूजा हुन्छ, अनि खेपा आफ्नो सुम्माहरूको पूजाहरू हुन्छ, अनि आफ्नो घरको ग्रह शान्ति गर्ने हुन्छ। त्यसलाई वर्षमा एकचोटि चाहिँ हामी तामाङले चाहिँ पढाउनै पर्छ। अझै पढाउँदाखेरि चाहिँ कतिखेर पढाउने भन्दाखेरि चाहिँ सागा दावामा, लापा दुच्छेदमा, छेकुर दुच्छेद भनेको अब यो अहिले यो महिनामा अब यो छुटुल दुच्छेद यो महिना अब अलिकति लाग्यो होला, अब यो महिनातिर त्यसरी नै छुटुल दुच्छेदमा त्यसरी पढायो भने चाहिँ अनि सम्पूर्ण प्राणीलाई पनि फाइदा हुन्छ, आफ्नो घरकोलाई पनि फाइदा हुन्छ, सम्पूर्ण प्राणी हितको लागि कल्याण हुन्छ र सुख शान्ति हुन्छ। सागा दावा भनेको 1 महिना, लामाको 1 महिना, 2 महिना, 3 महिना, 4 महिनालाई बैशाखी पर्छ, वैशाखमा बुद्ध पूर्णिमामा सायदमा त्यतिखेर पढाउँछ। अनि त्यो चाहिँ अब यता घ्यारको 1 महिना हुन्छ, हाम्रो भोटको 1 महिना हुन्छ, 2 महिना हुन्छ, गर्दाखेरि कहिले 1 महिना हुन्छ। त्यस्तोमा पढायो भने चाहिँ एकदम राम्रो हुन्छ। अनि हाम्रो तामाङहरूले त अब बिर्सिनु थालेको छ, त्यो बिर्सिनु हुँदैन। यो धमाङ पढाएको चाहिँ ठुलो फाइदा छ। धमाङ पढायो भने आफूलाई मात्र राम्रो हुने होइन, सेमसेन थाम्छे भने सर्व प्राणीको हितको लागि हुन्छ र पुण्य बढ्छ, घरमा सुख शान्ति समृद्धि बढेर जान्छ। त्यसरी अनि हामीले चाहिँ धमाङहरू चाहिँ जहिले नै हामीले पढाउनु पर्छ। घरमा पढाएर अनि मात्रै राम्रो हुन्छ। ल त लासो ल आज यति नै, फेरि पढ्नुपर्छ। Bola